ए सेट लो पुलिस पनि आयो क्या यार थैट ल भाग सो हेलो गाइज आज चाहिँ हामी जाँदैछौँ फुरफुरी नगर। सायद सानोमा मोटु पतलु नहेर्न त कोही पनि हुनुहुन्न होला हैन। म अझै यस्तो बुढो हुँदा पनि म अझै मोटु पतलु हेरिराख्छु कि हैन। अनि मलाई चाहिँ हैन सानोमा मोटु पतलु हेर्दा चाहिँ त्यहाँको ठाउँ हुन्छ त फुरफुरी नगर हैन। त्यो चाहिँ एकदम खतरा लाग्थ्यो कि मलाई दामी लाग्थ्यो कि हेर्न पनि एकदमै मजा लाग्थ्यो कि हैन। अनि मेरो घर पनि फुरफुरी नगरमै भइदिएको भए जस्तो लाग्थ्यो कि मलाई पनि। अनि कस्तो बसाइ सरेर त्यतै जाम जस्तो पनि हुन्थ्यो कि मलाई चाहिँ हैन। आज फाइनली हामी चाहिँ त्यहाँ जाँदैछौँ है त गाइज। म चाहिँ प्यासेन्जरलाई बटुल्न जानुपर्ने हुन्छ फुरफुरी नगरको लागि र म चाहिँ लागे हाम्रो यात्रुहरूतर्फ। हाम्रो प्यासेन्जरहरू चाहिँ कतिखेर गाडी आउला र चढिहालौँला भनेर बस्नु भएको रहेछ हैन। फाइनली हामी आइसक्यौँ अनि उहाँहरू चाहिँ चढ्दै हुनुहुन्छ हाम्रो गाडीमा हैन। र म चाहिँ निस्किन्छु हाम्रो यात्रुहरूलाई चढाएर फुरफुरी नगरको यात्रामा। सायद फुरफुरी नगर जाने भनेर होला हैन। यात्रुहरू पनि पुरा फुरफुर भइराखन् के यहाँ चाहिँ गाडी भित्र। ला गाइज मलाई त ट्राफिकले झ्याप पारे यार। र म चाहिँ हतार गाडीबाट झरिहालेँ। ओइ तेरो लाइसेन्स देखा। के को लाइसेन्स सर? तेरो गाडीको लाइसेन्स। ल मेरो गाडीको त लाइसेन्स छैन नि सर। तेरी मामुला बिना लाइसेन्स गाडी चलाएर हिँड्छस् त? सर बन्दुकको लाइसेन्सले हुन्छ भने म मेरो साथीको बाउको मागेर ल्याइदिन्छु। के रे त मसँग मजाक गर्छस्? अब त गइस्। सो गाइज फाइनली म चाहिँ जेलबाट छुटिसकेँ हैन। फर्स्ट टाइम जेलमा पनि परियो कि यार। मलाई त पुलिसले हैन पिटमला झै गरिरहेको थियो कि हैन। अनि मलाई त पुरा जेलको कुनामा लगेर 100 रुपैयाँ झिक तलमा छोडिदिन्छु रे कि। अनि म त बाटो मान्छु हैन 100 रुपैयाँ दिएँ अनि निस्किहालेँ कि। र लाइफमा मैले जेलको एक्सपिरियन्स पनि गरेँ कि र म छुटे पनि हैन। र ए सेट ल म त भर्खर छुटेर आएको फेरि जान पर्छ कि हो। ल पुलिस पनि आयो क्या यार थैट ल भाग। र गाइज लामो घण्टाको यात्रापछि म चाहिँ पुग्छु यस्तो जङ्गल भएको हरियाली ठाउँमा। र हरियाली भनेपछि म त हुर्कै। फुरफुरी नगर जाने बाटो पनि यस्तो हरियाली रहेछ भन्ने कुरा हामीले आज थाहा पायौँ। र प्यासेन्जरहरूले चाहिँ पिसा फेर्न रोक्नु पर्यो भनेर चाहिँ भने। त्यसपछि मैले लगाइदिएँ गाडीलाई साइड अनि त्यसपछि म पनि झरेँ पिसा फेर्न भनेर। र म चाहिँ पिसा फेर्न भनेर लागेँ जङ्गलतिर गएको त ल यस्तो हरियाली देखेर त पिसा फेर्नै मन लागेन कि मलाई त। छ्या यस्तो राम्रो हरियाली ठाउँमा के पिसा फेर्नु भनेर मेरो मनै मानेन हैन गाइज। अनि त्यसपछि म त फर्किएँ कि फेरि। ए झन्डै मारेको यसले मलाई यार। र हाम्रो गाडीमा चाहिँ तेल सकिन लागेको भएर मैले चाहिँ पेट्रोल पम्पतिर लगेँ गाडीलाई चाहिँ हैन। अब चाहिँ मस्त तेल हालेर जानुपर्ने हुन्छ। र म तेल हालेर पनि त्यहाँबाट निस्किसकेँ र तेलको भाउ सुनेर धन्दै मलाई हार्ट अट्याक आएको। अब के गर्ने हैन तेल हाल्नै पर्यो नहालिकन उपाय छैन। पानी हालेर चल्दैन। र बाटोमा जाँदा गाइज हैन यस्तो दामी खोला देखियो कि निलो हैन खतरा रहेछ दामी रहेछ। वाउ कस्तो दामी हुई उ। फुरफुरी नगर जाने बाटो त लास्टै राम्रो कि आहा। यसो दायाँ बायाँ हेर्दै हिँडेको त ल धन्दै ठोकिरहेको ल। र गाइज म चाहिँ पुग्छु यस्तो समुद्रको छेउमा हैन। म फर्स्ट टाइम हो कि यति नजिक समुद्र देखेको हैन। अनि मैले चाहिँ गाडी झ्याप्पै रोकिहालेँ कि त्यहाँ चाहिँ। अनि म त हतार झरेर लाग्यो समुद्र हेर्न भनेर। मैले फर्स्ट टाइमै गाइज समुद्र देखेको यस्तो दामी हुँदो रहेछ नि त यस्तो बिचमा त। ओहो आम्मामामा सही हो कि यार कस्तो हामफाल्दिम जस्तो लाग्यो समुद्रमा। फेरि यस्तो चिसो छ यता चाहिँ हैन। यसो 2-4 जना केटाहरू बटुलेर चाहिँ चट्ट बसेर चाहिँ तास खेल्न चाहिँ बहुत मजा हुने रहेछ समुद्रको भ्यू हेर्दा चाहिँ हैन। जो सही छ है ठाउँ चाहिँ आहा। र गाइज म चाहिँ पुग्छु यस्तो अफ रोडमा हैन। ओहो बाटो त लास्टै साँघुरो रहेछ यार यहाँ चाहिँ आम्मामा। फुरफुरी नगर जाने बाटो राम्रो मात्रै होला भनेको त नराम्रो पनि रहेछ कि ल। यस्तो अफ रोड आउँछ भनेर मैले सोचेकै थिएन कि। र भन्दै फेरि पनि म चाहिँ यस्तो धुलै भएको बाटोमा पुगिसकेँ हैन। यताउता गाडी चाहिँ पुरै धुलो उडाएर हिँडिरहेछ कि लौ। यही धुलोले गरेर हाम्रो गाडी पनि यस्तो मैलो न मैलो भइसकेको छ हैन। हाम्रो गाडीको मुख त झन् हेरि नसक्नुको भइसकेछ। यो सब देखेपछि मैले मेरो गाडीलाई हालिदिएँ पोखरीतिर ल उजा। र गाइज हामी चाहिँ त्यस्तो धुलो भएको बाटो कटेर आइसक्यौँ। अनि प्यासेन्जरहरू चाहिँ भोक लाग्यो भनेर क्याउ कराउन लाग्यो। अनि त्यसपछि मैले होटलमा लगेर साइड लगाइदिएँ हाम्रो गाडी। भोक त मलाई पनि डह्रो लागेको थियो त्यही भएर म चाहिँ लागेँ अब होटलतिर। त्यसपछि मैले मगाएँ 1 प्लेट मोमो र चाउमिन। अनि त्यसपछि खाना थालेँ ग्वाम। र गाइज फाइनली हामीले खाजा पनि खाएर भ्याइसक्यौँ। अनि अब हामी जानु पर्ने हुन्छ आफ्नै गन्तव्यतर्फ। मलाई चाहिँ कतिखेर फुरफुरी नगर पुगौँला जस्तो भइरहेको छ गाइज। त्यही भएर हामी लम्किनु पर्ने हुन्छ। र गाइज बाटोमा जाँदा यस्तो खतरा पानी पर्यो कि आम्मामामा। पानीले त पुरा बाटो त सेतै बनाइदिरहेको थियो। मलाई देख्न पनि गाह्रो भइरहेको थियो हैन। अनि त्यसपछि मैले यस्तो रफ्तार कुदाइदिएँ नि मेरो गाडी। आज चाहिँ फुरफुरी नगर पुग्न एकदमै ढिलो हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ हैन। तर केही छैन मैले चाहिँ यस्तो खतरा रन्काइरहेको छु कि गाडीलाई चाहिँ हैन। 100+ स्पिड छ कि गाडीको चाहिँ अहिले यतिखेर। र यतिखेर चाहिँ पानी रोकेर पनि घाम लागिसकेको छ। घाम लागे पनि हल्का चिसो चाहिँ भइरहेको छ। र फुरफुरी नगर जान पनि यस्तो हिउँको बाटो हिँड्न पर्छ भन्ने कुरा मैले थाहा पाएँ आजै हैन। बाटो त यता हल्का साँघुरो रहेछ तर तल पुगेपछि चाहिँ अलि फराकिलै रहेछ। र यता चाहिँ हिमाल भएको कारण चाहिँ म चाहिँ गएँ हिमाल चढ्न भनेर। धेरै माथि त नचढौँ फेरि अक्सिजन पुगेन भने मरिन्छ बेकारमा। र यताको भ्यू चाहिँ एकदम सोलिडै थियो हैन। मलाई त एकछिन गाडी रोकेरै भए पनि हेर्न मन लागेको थियो भ्यू हैन। अब के गर्ने टाइम छैन हामीसँग धेरै। हामी छिटोभन्दा छिटो पुग्नु पर्ने हुन्छ फुरफुरी नगर।
र गाइज हामी चाहिँ पुग्न लाग्यौँ है फुरफुरी नगर। अब भने फुरफुरी नगरको गेट आउँछ अरे होइन। अलि पर पुगेपछि र फाइनली हामीले त्यो गेट पनि देखिसकेका छौँ गाइज। अब हामी यो गेटबाट भित्र छिरिसकेका छौँ र गेटबाट छिर्ने बित्तिकै मेरो मनमा फुरफुरी नगरिया 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 भन्ने गीत चाहिँ अटोमेटिक बजिहाल्यो। आज भने हामी फुरफुरी नगर सबै चप्पा चप घुम्ने छौँ गाइज। एउटा ठाउँ पनि हामी बाँकी राख्ने छैनौँ है त। टिभीमा त अर्कै देखिन्थ्यो, यहाँ चाहिँ अलि अर्कै रहेछ है। र म चाहिँ गाडीलाई साइड लगाएर प्यासेन्जरहरूलाई झारेर हिँडेँ फुरफुरी नगर घुम्न भनेर। र गाइज यो चाहिँ मोटु र पत्लुको घर रहेछ होइन। अघि मैले त्यहाँ सोधेको होइन, अहिले चाहिँ मोटु र पत्लु चाहिँ छैन अरे, सायद काम गर्न गएको होला। र गाइज अलिकति पर पुगेपछि यहाँ चाहिँ डाक्टर झट्का र घसिटारामको घर पनि देखियो होइन। उनीहरूको घर रहेछ होइन यो चाहिँ। र घरमा चाहिँ उनीहरू पनि थिएन होइन, सायद कतै गयो होला होइन काम गर्नको लागि। त्यही भएर म चाहिँ लागेँ फेरि अन्तै घुम्न भनेर। अनि मोटुले जहिले पनि चायवालाको दोकानमा गएर समोसा खाइरहेको थियो होइन। अनि त्यहाँको समोसा चाहिँ कस्तो हुँदो रहेछ भनेर चाख्न भनेर गएको त लो चायवाला पनि रहेनछ कि यार। ल कोहीसँग पनि भेट हुँदैन त के हो, यहाँ भाँड भैला हान्दिउँ कि क्या। बो फेरि चिङ्गम सरले समातेर मलाई जेलमा हालिदियो भने खत्तम। र गाइज फुरफुरी नगर घुम्दा घुम्दै कतिखेर रात पर्यो मलाई पत्तै भएन होइन। अनि मैले चाहिँ अझै पनि घुमिरहेको छु कि। र यो चाहिँ नाइट भ्यू है गाइज फुरफुरी नगरको चाहिँ। रातिमा चाहिँ बबाल देखिँदो रहेछ, दिउँसोमा भन्दा पनि। दिउँसोमा पनि बबाल हो तर रातिमा चाहिँ झन् बबाल देखिँदो रहेछ। र यो स्ट्याचु चाहिँ खालि टिभीमा देखिरहेको, आज चाहिँ साँच्चै देख्न पाइयो। जे होस् फुरफुरी नगर चाहिँ मलाई बब्बाल लाग्यो होइन। एकदम दामी लाग्यो, खत्रै लाग्यो मलाई चाहिँ होइन। त्यहाँ चाहिँ हाम्रो गाडी छ, मैले चाहिँ त्यहीँ लगेर पार्क गरिदिएको। र म चाहिँ आज यतै एउटा होटल खोजेर बस्नुपर्ने हुन्छ है त। र यो थियो हाम्रो आजको फुरफुरी नगरको यात्रा। फाइनली हामीले यो कम्प्लिट गरिसकेका छौँ। र गाइज तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। किप सपोर्टिङ एन्ड थ्याङ्क यू फर वाचिङ टिल एन्ड। अर्को भिडियो म झन् बबाल ल्याउन ट्राई गर्नेछु। बाई बाई एन्ड सी यू इन नेक्स्ट भिडियो।